तथा आदरणीय मेरो हार्दिक नमस्कार। आज म आफ्नो प्रस्तुति एउटा सानो प्रश्नबाट सुरु गर्न चाहन्छु। यदि आज तपाईँलाई नेपालको प्रधानमन्त्री बनाइयो भने तपाईँले देशको पहिलो समस्या कुन समाधान गर्नुहुन्थ्यो? सायद कसैले भन्नुहुन्थ्यो भ्रष्टाचार अन्त्य गर्छु, कसैले भन्नुहुन्थ्यो रोजगारी सृजना गर्छु, कसैले भन्नुहुन्थ्यो शिक्षा र स्वास्थ्य सुधार गर्छु, अनि कसैले भन्नुहुन्थ्यो नेपाललाई विकसित राष्ट्र बनाउँछु। तर म तपाईँहरूलाई फेरि अर्को प्रश्न गर्न चाहन्छु। अनि धेरै सरकार फेरिए तर के हाम्रो देश पनि त्यति नै परिवर्तन भयो? यही प्रश्नको उत्तर खोज्न प्रयास गर्दै शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल त्यसलाई प्रचण्डको नेतृत्व र आजको हाम्रो वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको बारेमा कुरा गर्नेछौँ। पहिलो केपी शर्मा ओली। केपी शर्मा ओलीको नेतृत्वमा सडक, पुल, सुरुङ मार्ग, जलविद्युत तथा अन्य पूर्वाधार निर्माणमा उल्लेखनीय जोड दियो। डिजिटल सेवाको विस्तार गर्ने प्रयास गरियो र राष्ट्रियताको विषयमा पनि उहाँले आफ्नो स्पष्टीकरण प्रस्तुत गर्नुभयो। तर उपलब्धिसँगै चुनौतीहरू पनि थिए। राजनीतिक विवाद, संसदमाथि बहस, भ्रष्टाचार नियन्त्रणमा अपेक्षा अनुसार परिणाम नआउनु, बेरोजगारीको समस्या पूर्ण रूपमा प्रधानमन्त्रीजीको खास गरी अरू कुरा भनेको त्यो उहाँको कार्यकालका प्रमुख आलोचनाको विषय हुन्। यसैले भन्न सकिन्छ उहाँको नेतृत्व उपलब्धि पनि थिए, चुनौती पनि थिए। अब शेरबहादुर देउवा। उहाँको नेतृत्वमा लोकतान्त्रिक प्रक्रियालाई निरन्तरता दियो। कोभिड-19 पछि अर्थतन्त्रलाई पुनः राम्ररी चलाउने जस्ता कार्यहरू गरे, तर विकासका आयोजनाहरू अपेक्षाभन्दा ढिलो सम्पन्न भए। युवाको विदेश पलायन, रोजगारीको अभाव र आर्थिक चुनौतीहरू पनि पूर्ण रूपमा समाधान हुन सकेन। अब अन्तिम, पुष्पकमल दाहाल प्रचण्ड। अबको प्रशासनिक सुधार र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। तर व्यवहारमा ती सुधारहरूको प्रभाव जनताले अपेक्षा गरे जति महसुस गर्न सकेन भन्ने आलोचना पनि सुनिँदै आएको छ। अब हामी कुरा गरौँ नेपालको भावी प्रधानमन्त्री बालेन्द्र शाहको बारेमा। नेपालको हालको प्रधानमन्त्री रहेको छ बालेन्द्र शाह। हामी सबैलाई थाहा छ उहाँ चाहिँ 2/3 बहुमतको सरकार हुन्, जसले नेपालमा धेरै प्रयासहरू गरिरहेको छ नेपाललाई सुधार्न। अब आज नेपाली जनताको अपेक्षा पहिलोभन्दा धेरै ठुलो छ। जनताले स्थिर सरकार चाहेका छन्, सुशासन चाहेका छन्, रोजगारी चाहेका छन्, भ्रष्टाचार मुक्त नेपाल चाहेका छन् र सबैभन्दा ठुलो कुरा युवाहरू आफ्नो देशमा भविष्य बनाउन सकुन् भन्न चाहेका छन्। आजका सरकारले जनताको विश्वास जित्ला, विकासलाई तीव्र गति दिनु, रोजगारी सृजना गर्नु, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्नु तथा पारदर्शिता शासन दिनु अत्यन्त आवश्यक छ। नेपाल विकास भयो कि भएन? अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, नेपाल विकास भयो कि भएन? मेरो विचारमा यसको उत्तर हो नेपालले धेरै क्षेत्रमा प्रगति गरेको छ, तर अझै धेरै यात्रा गर्न बाँकी छ। आज नेपालमा विद्युतीय उत्पादन उल्लेखनीय रूपमा बढेको छ। धेरै गाउँसम्म सडक पुगेका छन्। डिजिटल ब्याङ्किङ, इन्टरनेट र प्रविधिको प्रयोग विस्तार भएको छन्। पर्यटन क्षेत्र विस्तार हुँदै गएको छ। ठुलो पूर्वाधार आयोजनाहरू पनि निर्माण भइरहेको छ। तर अर्कोतर्फ बेरोजगारी बढिरहेको छ, भ्रष्टाचार बढिरहेको छन् र मानिसहरू विदेश पलायन भइरहेको छन्। विदेश पलायन गर्ने समस्या आजसम्म अहिले पनि नेपालमा रहिरहेका छन्। प्रेरणादायी निष्कर्ष। अब निष्कर्षमा भन्न चाहन्छु, देश बनाउनु जनताको हातमा छ, साथै नेतृत्व गर्ने मानिसको हातमा छ। हामीले देश बनाउनको लागि हामीलाई पनि सचेत हुनुपर्छ र हामीलाई पनि देश बनाउनुपर्छ। हाम्रो नेपाल केवल प्राकृतिक सुन्दरताले भरिएको देश मात्र होइन, समृद्ध, सक्षम र विकसित राष्ट्र पनि बनेको छ। आउनुहोस् हामी सबै मिलेर यस्तो नेपाल निर्माण गरौँ जुन कुनै पनि युवा अवसर खोज्दै विदेश जान बाध्य नहोस्, जहाँ विकास केवल भाषामा होइन व्यवहारमा देखियोस् र जहाँ प्रत्येक नेपाली गर्वको साथ